ठाम ठेके नि थुथु गर्दै हिँड्नी हो देखे अश्रु हुन्छ ठेक्या ठाम ठेके नि। हे मैले छोडे हुने छौ पतोरा सबैभन्दा तिमी हौ सतोरा मैले छोडे हुने छौ पतोरा। ए खिर पस्किए झैँ भयो खाजालाई गर दशा पन्छियो आजलाई खिर पस्किए झैँ भयो खाजालाई खाउँदा औलाइमा जुनेली मुर्टालाई र माया नयता नहोला औलाइमा जुनेली मुर्टालाई र माया नयता नहोला लाई र माया नयता नहोला। नेपाली लोकदोहोरी तथा लोकसङ्गीत क्षेत्रमा पछिल्लो समय चर्चामा रहेका दुई गायक गायिका हुन् निर्जला गुरुङ र चिज गुरुङ। उनीहरू गोर्खा जिल्लामा जन्मिएका गायक गायिका हुन्। उनीहरूको सङ्गीत यात्रा आज गोर्खाबाट सुरु भएर आज देश विदेशसम्म फैलिएको छ। उनीहरूको आवाजमा निकै मिठास रहेको छ। उनीहरू कडा मेहनत र सङ्घर्षका कारण आज दर्शक श्रोताहरूमाझ निकै नै प्रिय बनेका छन्। निर्जला गुरुङ सानैदेखि गीत सङ्गीतमा निकै नै रुचि राख्ने गायिका हुन्। उनले गाउँघरमा हुने मेला, विवाह, रत्यौली तथा विद्यालयका कार्यक्रममा गीत गाएर आफ्नो सङ्गीत यात्रा सुरु गरेकी थिइन्। निर्जला गुरुङले कुनै पनि सङ्गीत शिक्षा भने लिएकी छैनन्, तर आफ्नो मेहनत र अभ्यासबाट भने राम्रो गायिका बन्न सफल भएकी छिन्। निर्जला गुरुङको जीवनमा निकै धेरै नै सङ्घर्ष थियो। निर्जला गुरुङको जीवनमा धेरै सङ्घर्ष थियो। राम्रो गायिका बन्ने सपना लिएर उनी करिब 6 वर्ष अघि काठमाडौँ आएकी थिइन्। सुरुमा दोहोरी साँझमा काम पाउन उनलाई निकै गाह्रो भएको थियो। धेरै ठाउँमा उनको आवाजलाई विश्वास गरिएको थियो। लगातार अभ्यास र प्रस्तुति दिँदै अगाडि बढिन् र आज उनी धेरै दर्शकले मन पराउने लोकदोहोरी गायिका बनेकी छन्। आज स्वदेशमा मात्र होइन विदेशमा पनि निर्जला गुरुङको धेरै चर्चा छ। यस्तै चिज गुरुङ पनि नेपाली लोकदोहोरी तथा लोकसङ्गीत क्षेत्रमा सक्रिय गायक हुन्। उनले विभिन्न लोकगीत र लाइभ दोहोरी कार्यक्रम मार्फत आफ्नो पहिचान बनाइसकेका छन्। उनको युट्युब च्यानलमा हेर्ने हो भने चिज गुरुङले गाएका लाइभ दोहोरीदेखि लिएर उनले गाएका एल्बमका गीतहरू पनि मिलियन भ्युजमा पुग्न सफल भएका छन्। गायक चिज गुरुङलाई लोकसङ्गीत क्षेत्रमा निकै नै फापेको छ। चिज गुरुङ र निर्जला गुरुङले सँगै लाइभ दोहोरीहरू धेरै गाएका छन्। उनीहरूले गाएका लाइभ दोहोरीहरूलाई